Good morning, everyone. Red color को फुल्दै छ. Welcome my YouTube channel साथीहरु. टासिडीले नमस्ते. फेपुलो सेजारो सबैजनालाई. अनि साथीहरु आज चाहिँ आलु खन्नु जान्दै छु. मम्मी र म छ. मम्मी आउनु हुँदैछ. बोरा बोकेर. आज चाहिँ सेतो आलु खन्नु पर्ने हो. रातो बिटी चाहिँ खनिसक्यो. हाम्रो चाहिँ कम्ती रोप्छ साथीहरु. सारै बेसी चाहिँ रोप्दैन है. हाम्रो चाहिँ गाईको घोट पनि देखाउने छु तपाईहरुलाई. ओके. यसै साथीहरु यो चाहिँ हाम्रो गाई हो. साथीहरु. सबै साथीहरु हामी जान्छु यो. अब कति हुन्छ तपाईलाई देखाउने छु है. No thank you. टी टाइम भयो हाम्रो चाहिँ. पापा मम्मी बसेर अर्ग्यानिक चिया खाँदैछ हामी. खानु पर्छ. आप्पाले चिया पकाएर ल्याएको छ. हामी चाहिँ चिया खाने टाइम भयो. चिया खाँदैछु. चाय बिस्किट खाना परेगा. मध्य दिन का है. मध्य दिन का टी ब्रेक. अर्ग्यानिक बसेर हामी चिया बिस्किट खाँदैछौँ. बाई बाई साथीहरु. अहिले देखाउने छु. आज चाहिँ हामीले 2 बोरा चाहिँ खुनिङ हो. चाहिँ हामी पका खाने हो. अलग्गै छुटाएर राखेको छु हो. मम्मीले यस्तो गरेर खुसिया. यहाँ नि हो. यहाँ पका खाने आलु चाहिँ त्यही जाने हो अहिले बढे चाहिँ है. गुडीमै हो यही जाने हो नि अहिले त. एक बोरा चाहिँ अघि आप्पाले लग्यो. यसरी देख्नु पर्यो नि. यहाँ यस्तो हुन्छ नि. यो चाहिँ फेरि कस्तो हुन्छ यहाँ यस्तो अनि यहाँ यस्तो छ कि यो यस्तो अनि यो यस्तो रहेछ. सेतो आलु चाहिँ यत्रो छ हौ. यो चाहिँ पकाएर खानु मिठो हुन्छ है. पकाएर खानु है. यो चाहिँ उहाँको गर्दा अब डुमको अचार पिसेर. मकैबारी करम हो. आलुबारीमा गरम पण्डु भाइले अब गरम डान्स छ मेरो चाहिँ. आलुबारी गरम आलु बकडा भन्छ यसलाई. यहाँ फेरि यो त ठुल्ठुलो फल्छ नि. यो ठुलो हुन्छ. असारमा पाक्छ हो. अगस्तको टाइममा हुन्छ नि. गडेम खानुपर्छ यसलाई पाकेपछि. गडेम एकदम गडेम यहाँ हाकु गर्दा एकदम अहिले नै मिठो सेन्ट. यो चाहिँ के हो? नस्पतिको हो नि. नस्पतिको हो. फल्नु चाहिँ फलेको छैन. यो बोट नस्पति हो कि यो काश्मिरी तिलो गन्टी फल्छ नि. यो चाहिँ हाम्रो क्युबीको गार्डन हो साथीहरु. क्युबी फल्नुको लागि हो. दाना लाग्दैछ हो. यहाँ यस्तै हुन्छ. क्युबीको फुल चाहिँ कस्तो है. कस्तो मजाको. कस्तो दामी क्युबीको फुल चाहिँ हो. अचम्मै दामी फुल्दो रहेछ है. हेर्नु साथीहरु. हामी चाहिँ आज क्युबी भिजिट पनि हुँदैछ. कस्तो दामी फुल है मम्मी. हामी चाहिँ आज चाहिँ क्युबीको भिजिट हुँदैछ हो. हाम्रो चाहिँ यहाँ क्युबी बगान अलिअलि छ साथीहरु. यो चाहिँ फल्दै गरेको नि मम्मी. भर्खर पत्तै गरेको यो त क्युबीको वाइनहरु लग्नु कस्तो दामी हुन्छ है. एकदम दामी. यो त दामी हो नि खानु. यहाँ नि साथीहरु क्युबीको फुल कस्तो मजाको है. कस्तो दामी फुलेको नि. यहाँ हेर्नु साथीहरु. फुल चाहिँ यस्तो दामी हुँदो रहेछ कि. वाह. अर्ग्यानिक चुलामा चाहिँ आलु पकाइरहेको छु हैन. आलु अर्ग्यानिक चुलामा आलु पकाइरहेको छु है. मिठो हुन्छ चुलामा पकाएको. अनि मुन्नीलाई पनि एकदम जाडो लाग्यो रे. आगो तापिरहेको छ यहाँनिर.
अचार पनि बनाउनेवाला छु आलुसँग खाने पिस्दैछु के पिस्नु भयो नमान रम्बाको अचार केसँग खानुहुने आलुसँग खाने हाकु गर्दै ए ल मेरो मित्रगणहरूलाई हो यहाँ देखाइदिनुहोस् है सिकेको नि मित्रगण भन्ने यो चाहिँ के होला यो डिब्बाको चाहिँ यो चाहिँ छुर्पीको अचार बनाउनुको लागि यो चाहिँ गाईको छुर्पी हो हेर्नुहोस् अब यसलाई चाहिँ नि यसो परेर चाहिँ लसो ल यहाँ चाहिँ चुलोमा चाहिँ आलु बसाउनु भएको हजुर यता चाहिँ को हुनुहुन्छ हौ जक्सन सर पो रहेछ हौ ए यतापट्टि बसिरहनु भएको छ नि यहाँ चाहिँ फेरि डेन्बोहरू पो छ यहाँ त फेरि एउटा एसएनटीको डेन्बो पनि छ यहाँनिर डेन्बु देख्नु डेन्बु ओहो बुहारीले अचार चाहिँ दामी पिस्दैछ हौ सिलौटामा सराक गर्दै सासूको टेकीले गर्दा रम्बाको अचार पिस्नु हुँदैछ यहाँ चिया पनि पाक्यो परिबन्धमा परेको बेलामा कुट्नु पर्दा पाप लाग्छ हो चाहिँ मेरो दियो हो फरेस्ट राम्रो जुङ्गाले त्यस्तो भइसक्यो चाहिँ फरेस्ट गर्नु पनि राम्रो ड्राइभर बाबु सेवाको काम This must to watching my video. Bye bye. Thank you so much.